नमस्ते साथीहरू, वेलकम टु द नेक्स्ट एपिसोड अफ द ब्लग। अनि आज चाहिँ जाँदैछौँ हामी घुम्नलाई। घुम्न चाहिँ म जाँदैछु अनि मसँग मेरो छोरा कमल अनि विकास जाँदैछ। हामी चाहिँ कहाँ जाँदैछौँ भनेर थाहा पाउनको लागि चाहिँ स्टे कनेक्टेड है त। सो साथीहरू, हामी चाहिँ ट्राफिकमा छौँ है। बाबु चाहिँ निदायो अनि म चाहिँ बसिरहेको छु। कस्तो निन्द्रा लागिरहेको छ। भ्लग कन्टिन्यू पनि गर्न मन छ। एट द सेम टाइम आइ फिलिङ सो स्लिपी। मैले चाहिँ उयो गर्छु, माइक्रो स्पिकर किन्छु भनेर सोचेको थिएँ, तर बिर्से गर्छु। एनिवे किन्छु। सो साथीहरू, हामी चाहिँ आएको छौँ क्याफेमा ब्रेकफास्ट खान भनेर है। कमल से हाई। विकास भाइ चाहिँ अर्डर गर्दैछ अनि म चाहिँ किनिरहेको छु। के खान लाग्यो भन्दाखेरि चाहिँ कफी, बिग ब्रेकफास्ट, अल्छी अनि छोरा चाहिँ त्यहाँ बसिरहेको छ मस्त। सो गाइस, हामी चाहिँ ओलिभर ब्राउनमा गएर ब्रेकफास्ट नै खाइयो। इट वाज नाइस, फ्रेस पनि भयो कफी खाइसकेपछि है। अनि अब चाहिँ फेरि जान्छौँ हामी हाम्रो डेस्टिनेसनतिर। सो साथीहरू, हामी चाहिँ फाइनली डेस्टिनेसनमा आइसकेका छौँ। डेस्टिनेसन भन्नाले 4 मिनट यताउता छौँ, तर भ्यूहरू चाहिँ स्टार्ट हुन थालिसक्यो। हामी चाहिँ यस्तै रुखसुखको पार्क सार्क नै हेर्न भनेर आएको है। छोरा चाहिँ सुत्यो, हि इज सच अ गुड बोय। अनि त्यसपछि म चाहिँ एक्साइटेड भएर अझै पनि बसिरहेको छु। यस्तो गरेर क्यामेरा गर्नुपर्ने रहेछ। ओके, अब चाहिँ पैसा पे पार्किङ गरेर घुम्दै हामी ठिकै छ। कस्तो खतरा भ्यूहरू देखिँदैछ। सो साथीहरू, दिस इज द डेस्टिनेसन वी केम। अनि यता चाहिँ दुईजना छोरालाई वाकमा लिएर हिँड्दैछन्। अनि त्यसपछि दिस इज मी, मेरो हात मात्रै देख्यो होला। दिस इज मी। अनि हामी चाहिँ अब जाँदैछौँ घुम्नलाई। कस्तो राम्रो देखिरहेको छ नि साथीहरू। ओहो माई गड, स्काई सब राम्रो देखिरहेको छ। अनि दिस इज मी। अब त्यही हो, पार्क घुम्न आएको हो। घुम्छौँ एकछिन बसेर पानी सानी खान्छौँ। अनि त्यही हो, कति पछि यस्तो हिँडेको रिफ्रेस फिल भएको छ। तर कस्तो राम्रो छ सराउन्डिङ पनि। आइ एम लाइकिङ दिस। त्यहाँ दुईजना बाउ र अङ्कल छोरालाई घुमाउँदै। अनि म साथीहरू, कस्तो राम्रो भ्यू छ है। आइ एम इन्जोइङ द भ्यू प्लस आइ एम फिलिङ सो रिफ्रेसमेन्ट। मलाई चाहिँ कति दिनपछि एक्सक्युज मी, कति दिनपछि यसरी बाहिर हिँडेको भएर आँखाबाट आँसु आउने हाँची आउने धेरै थरी भइरहेको छ। बट स्टिल आइ एम इन्जोइङ इट। महिनामा एकचोटि चाहिँ यसरी आउनुपर्ने हो। त्यो अगाडिको त्यो ब्रिजमा गएर फोटो खिच्नु मन छ। त्यहाँ गएर द्याट नजानी बस्ने अरे एक ठाउँमा। यता एकदम गार्डन भेट्छ। उता जाऊँ न, उता त्यो ब्रिज भएको ठाउँमा। जता गए नि हुन्छ। कता जाने पहिला, यता जाने कि यता जाने? अब कता जाने साथीहरू? उता गार्डन पनि छ। गार्डन पनि छ। कस्तो राम्रो घर नि। तिम्रो खिच्नु त्यहाँ? सो साथीहरू, अब चाहिँ हामी यहाँ यसो बसेर पार्कमा यताउता हेर्दैछौँ। हाम्रो छोरा कमल पार्क यतातिर, छोरा कमल पार्क। कस्तो शान्त राम्रो छ। अनि म अनि भाइ चाहिँ यतै उतै डुलिरहेछन्। अब हामी एकछिन यहाँ बस्छौँ, रेस्ट गर्छौँ। अनि त्यसपछि उता गार्डनतिर जान्छौँ। कस्तो भइरहेछ कमल? गार्डन त यही नै हो। अनि तिमीलाई कस्तो फिल भइरहेछ? कस्तो फिल भइरहेछ अरे छोरा? राम्रो लागेछ कि छैन? राम्रै छ।
अनि ठाउँ चाहिँ मैले चुज गरेको कस्तो लाग्यो साथीहरू मलाई चाहिँ एकदम पिसफुल राम्रो लाग्यो ठाउँ जस्ट बस्नलाई राम्रो छ हामीले खानेकुरा केही चिप्स लिएर आउनुपर्ने छ खाँदै बस्नाउने है तर ठिकै छ त्यतातिर अब नेक्स्ट टाइम फेरि आउने अनि छोरो ओइ साइरास अफ्रिकाको त हो यो त्यही राखेको होइन यो अस्ट्रेलियन हो अफ्रिकन गार्डनमा के गरेर ओहो हेर उफ्रेको दौडेको सो साथीहरू घुमियो पनि है पुरा थाक्ने गरेर अब चाहिँ भोक लाग्यो अब चाहिँ केही खान गइन्छ धन्यवाद अनि मेरो चाहिँ आँखाबाट आँसु आएको भयो आज एनिवे दिस इज मी मेरो ब्युटिफुल पिङ्क ड्रेस अनि म गइरहेको छु यता फुल हेर न फुल कति राम्रो छ है म चाहिँ बाबाको त्यहाँको टक्क गइदिएन मेरो भ्लग पनि राम्रो आउनु भयो म बोल्दैछु फेरि बाहिर नसकिने भयो सो साथीहरू अनि त्यसपछि आएको छौँ हामी चाहिँ यहाँ खानको लागि अब next week break. That's good. सो साथीहरू अनि त्यसपछि चाहिँ ठिकै भयो तिमीलाई पार्कबाट ठिकै खाना आएको छौँ दैले पोक्यो अनि सुप त्यही नै सप्ताहको हो क्या दैले नै सप्ताहको होइन दुर्गा के बनाउँदैछ उसमा चाहिँ अनि उसमा नि बनाउँछ के बनाउँछ सो गाइज दिस इज लास्ट अब चाहिँ इन्ड अफ लन्च भनौँ अथवा डिनर भनौँ अथवा के डिनर त होइन घर गएर भात खानै बाँकी छ दिस इज इट